दर्शकवृन्द नमस्कार, म छवि भण्डारी तपाईहरुकै प्रेरणादायी साथी। दर्शकवृन्द सदा जस्तै आज पनि प्रेरणादायी सन्देश लिएर उपस्थित भएको छु। कृपया च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न नभुल्नुहोला र भिडियोलाई अन्तिमसम्म हेरेर लाइक कमेन्ट गर्नुहोला। दर्शकवृन्द एक पटकको कुरा हो, एउटा पहाडी थुम्कोमा एउटा चिलको गुड थियो। बेसरी हावा चलेकाले चिलको गुणबाट एउटा फूल अन्डा भुइँमा खस्यो। त्यो फूल पहाडबाट गुड्किँदै एउटा समथर ठाउँमा पुग्यो। अन्त्यमा एउटा कुखुरीको खोरमा पुग्यो। कुखुरीले चिलको सानो फूल देखेर भन्न थाली, यो कुखुरीको अन्डा अनौठो छ, तर पनि म यसलाई लिएर ओथारो बस्छु, आफ्नो सानो चल्ला बनाउँछु। कुखुरी त्यो फूल लिएर त्यसबाट चिलको चल्ला ननिस्किँदासम्म ओथारो बसी। चुच्चाले फूल फुटाएर चिलको चल्ला बाहिर निस्क्यो। उसका ठुलो चुच्चो, ठुलो खुट्टा र ठुलै पखेटा थिए। कुखुराको पोथीले सानो चरोलाई हेरेर भन्न थाली, कस्तो अनौठो देखिने चुच्चो छ तिम्रो, तर पनि तिमी मेरो नयाँ कुखुरी बन्न सक्छौ। जबकि त्यो चरा बाजको जिन र क्रोमोजोम लिएर जन्मेको थियो, तर त्यो कुखुरीको खोरमा जन्मिएको थियो। त्यसैले ऊ कुखुरीले जस्तै सोच्ने गर्थ्यो, कुखुरीले जस्तै हिँडडुल गर्थ्यो, त्यस्तै बोल्ने गर्थ्यो, कुखुरीले जस्तै सोच्थ्यो, सपना पनि त्यस्तै देख्ने गर्थ्यो। उसको सबैभन्दा ठुलो सपना थियो ऊ एक दिन घरको कौसीसम्म पुग्न सक्नेछ, ताकि ऊ पनि ठुलो कुखुरा जस्तै त्यहाँबाट हाम फाल्न सकोस्। उसले सोच्यो, यदि उसले त्यसो गर्न सक्यो भने ऊ अरू कुखुरा भन्दा फरक देखिए तापनि अरू कुखुराहरूले उसलाई हाँसोमा उडाउने छैनन्। हरेक पल्ट सपना देख्थ्यो र आफैसँग भन्ने गर्थ्यो, तिमी कहिल्यै पनि त्यो कौसीमाथि पुग्न सक्दैनौ। सबैले सधैँभरि कुखुरा कहिल्यै पनि उड्न सक्दैन भन्ने गर्छन्। उसले कोसिस गरेन, हार मानेर बस्यो। उसको जीवन त्यत्तिकै चलिरह्यो। दर्शकवृन्द, एक दिन ऊ खोरबाट बाहिर आएको बेला अहिलेसम्म नदेखेको अचम्मको दृश्य देख्यो। उसले एउटा चिल आकाशमा शानसँग उडिरहेको देख्यो। त्यो सानो पंक्षी अति आश्चर्यमा पर्यो। उसले आफ्नो सम्पूर्ण शक्ति लगाएर चिच्याउँदै भन्यो, तिमी को हौ? त्यो विशाल आकारको चिलको सुन्ने र देख्ने शक्ति ज्यादै ठुलो थियो। सानो पंक्षीले बोलाएको सुनेर चिल सिधै ऊ भएतिर आयो। ठुलो चिलले भन्यो, म को हुँ? पहिले तिमी भन, तिमी को हौ? सानो पंक्षीले जवाफ दियो, म त कुखुरा हुँ। चिलले उसका आँखातिर हेर्दै भन्यो, तिमी मेरो अनुहार हेर त, तिमी त दुरुस्तै म जस्तै छौ। आफ्नो चुच्चो हेर, तिमी बिल्कुलै म जस्तो छौ। तिमी आफ्नो चुच्चो हेर अनि म भएतिर हेर। मेरो पखेटा हेर, तिमी पुरै म जस्तै देखिएका छौ। फुच्चे, तिमी कुखुरा होइनौ, तिमी त चिल हौ। तिमी आफ्ना पखेटा फटफट्याउ र चिल जस्तै भएर उडा, तिमी चिल भएर जन्मिएका छौ। दर्शकवृन्द, सानो पंक्षीले पखेटा फटफट्यायो अनि उड्न थाल्यो। ऊ बादल माथिबाट उडेर गयो। दर्शकवृन्द, तपाईँ पनि कुखुरा बनेर जन्मिनु भएको होइन, तपाईँ त चिल भएर जन्मिनु भएको छ। त्यसैले चिलले जस्तै उड्नुहोस्।